सबैलाई नमस्कार। आज मैले फेरि पनि हजुरहरूको सामु एउटा भिडियो लिएर आएको छु। कुन दिशातिर फर्केर सुत्दा के फाइदा के फल प्राप्त हुन्छ त? शास्त्रमा के भनिएको छ त? पाराशर गृहसूत्र अनुसार प्राक्षिरे शयने विद्या धनमायुष दक्षिणे पश्चिमे प्रबला चिन्ता हानि मृत्यु रथोत्तरे। अर्थात् यदि पूर्वतिर फर्केर सुत्यो भने विद्या प्राप्त हुन्छ। विद्यार्थीको लागि पूर्वतिर फर्केर सुत्नु राम्रो हुन्छ। धनमायुष दक्षिणे दक्षिणतिर फर्केर सुत्यो भने धन र आयुमा वृद्धि हुन्छ, धन र आयु प्राप्त हुन्छ। त्यसै कारणले दक्षिणतिर पनि फर्केर सुत्दाखेरि उत्तमै हुन्छ। तर पश्चिमे प्रबला चिन्ता, पश्चिमतिर पनि फर्केर सुत्नु हुँदैन। किन भन्दाखेरि चिन्ता बढ्छ धेरै, चिन्ताले नाश गरिदिन्छ। त्यसै कारणले पश्चिमतिर फर्केर सुत्नु हुँदैन र उत्तरतिर फर्कियो भने त हानि मृत्यु रथोत्तरै भनिएको छ। हानि र मृत्यु प्राप्त हुन्छ। मृत्यु त नहोला तर हानि त हुन्छ नि। त्यसै कारणले गर्दाखेरि हजुरहरू भुलेर पनि उत्तर र पश्चिमतिर फर्केर नसुत्नुहोला। पूर्व र दक्षिणतिरै शिर राखेर सुत्नुहोला। भिडियो मन पर्यो भने लाइक गरिदिनुहोला। धन्यवाद।